यहाँ मानिसले भन्छ भिडियो हाल्ने टाइमिङ मिलेन, यो मिलेन, त्यो मिलेन, अलानी मिलेन, फलानी मिलेन, ढिस्कानी मिलेन। के का मिलेन? जति खेर हाल्दा पनि हुन्छ, तर भिडियो भिडियो जस्तो हुनु पर्यो, काम काम जस्तो हुनु पर्यो, आवाज आवाज जस्तो हुनु पर्यो। आदरणीय दर्शकबिन मेरो नमस्कार, म दिनेश कुमार साउद। देश तथा विदेशमा फैलिएर बस्नुभएका सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा म तपाईँहरूकै भाइ, तपाईँहरूकै छोरा, तपाईँहरूकै आफन्त म दिनेश कुमार साउदको तर्फबाट नमन छ, ढोक छ, प्रणाम छ। आज दुईटा विषयमा म कुरा गर्दैछु। सिर्फ दुईटा विषयमा म कुरा गर्दैछु। एउटा माननीय हर्क साम्पाङ राईज्यूका विषयमा भने एउटा तपाईँहरूले दिएको मलाई यो अपार मायाका विषयमा। हर्क साम्पाङ राईका विषयमा कुरा गर्नुभन्दा पहिला म तपाईँहरूले दिएको यो अपार मायाको लागि म तपाईँहरूका विषयमा केही कुरा बोल्न चाहन्छु र मनले मान्दै मानेन तपाईँलाई धन्यवाद दिनै पर्छ, नदिइकन मलाई सुकै हुँदैन। आज हाम्रो चौथो दिन, इभन मैले यो मेरो पोस्ट यो आइडीमा चौथो भिडियो आज पोस्ट गर्दैछु। यो चौथो भिडियो पोस्ट गर्दाखेरि तपाईँहरूले मलाई आज चौथो दिनमा सुरु हुँदै गर्दाखेरि मलाई 3888 जनाभन्दा बेसी साथीहरूले मलाई फलो गरिदिनु भएको छ। र त्यसै गरेर मेरो पहिलो, दोस्रो, तेस्रो भिडियोमा तपाईँहरूले चाहिँ आज आउँदै गर्दाखेरि 62,000 भन्दा बेसी साथीहरूले चाहिँ सिर्फ एक दिनमा 62,000 भन्दा बेसी साथीहरूले हेरिदिनु भएको छ। त्यसका लागि मैले तपाईँलाई कसरी सम्बोधन गरौँ, के भनेर मैले तपाईँलाई चाहिँ धन्यवाद दिउँ, खै मसँग त्यो शब्द नै छैन। तर फेरि पनि यति पनि भन्न चाहन्छु, तपाईँहरूले दिएको माया, तपाईँहरूले दिएको सम्मान, तपाईँहरूले दिएको यो अपार 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 मलाई प्रोत्साहन, उत्साहका लागि म फेरि पनि शिर झुकाएर नमन ढोक दिन चाहन्छु। अब यो भन्दै गर्दाखेरि यस पछाडि केही कुराहरू माननीय हर्क साम्पाङज्यूका विषयमा कुरा गरौँ। र पहिला उहाँको विषयमा